सन् 1954 दिउँसोको 12:30 बजे एउटा युरोपियन प्लेन टोकियोको हेनेरा एयरपोर्टमा ल्यान्ड हुन्छ। सधैँझै कस्टम अफिसरहरूले सबै यात्रुहरूको पासपोर्ट जाँच गर्छन्, तर ती यात्रुहरूमध्ये एक यात्रुको पासपोर्ट जाँच गर्दा कस्टम अफिसरहरूको होस उडेर जान्छ, किनभने त्यो यात्रुको पासपोर्ट कुनै तोरेर भन्ने देशको हुन्छ, जुन देशको अस्तित्व हाम्रो पृथ्वीमा कतै पनि छैन। झनै आश्चर्यको कुरा के थियो भने त्यो पासपोर्टमा अरू धेरै देशहरूको अफिसियल स्टाम्प पनि लागेको थियो, जसले प्रमाण गर्थ्यो कि त्यो पासपोर्ट सकल्ली नै थियो भनेर। तर तोरेर भन्ने देश हाम्रो विश्व नक्सामा कतै पनि थिएन। अनि आश्चर्यचकित परेका एयरपोर्टको कस्टम अफिसरहरूले ती व्यक्तिलाई सुरक्षाकर्मीको जिम्मा लगाउँछन् र सुरक्षाकर्मीहरूले उसलाई विश्व नक्सामा उसको देश देखाउन भन्छन्। ती व्यक्तिले आफ्नो देश युरोपको फ्रान्स र स्पेनको बीचमा पर्ने एन्डोरा भन्ने देशमा देखाउँछ र आफू पनि चकित हुन्छ त्यहाँ एन्डोरा लेखिएको देखेर। र अब उसलाई सुरक्षाकर्मीहरूले कडा निगरानीका साथ एउटा होटेलको कोठामा थप सोधपुछको लागि एक रात राख्छन्। तर भोलिपल्ट जब सुरक्षाकर्मीहरू त्यो होटेलको कोठामा जान्छन्, त्यो व्यक्ति त्यहाँबाट गायब भइसकेको हुन्छ र उसको पासपोर्ट अनि अन्य अरू कागज पत्रहरू पनि एयरपोर्टको अफिसबाट गायब भइसकेको हुन्छ। त्यसपछि त्यो व्यक्तिलाई आजसम्म कसैले पनि देख्न पाउँदैन। आखिरको थियो त त्यो व्यक्ति। कसैले समयको यात्री अर्थात् टाइम ट्रेभलर भन्छन्, वा कसैले समान्तर ब्रह्माण्ड अर्थात् प्यारलल युनिभर्सबाट आएको मान्छे भन्छन्। तर संसारमा यो आज पनि एउटा रहस्यकै कुरा हो जुन कसैले पनि पत्ता लगाउन सकेका छैनन्।